प्रमुख अतिथिले यो राको बालेर धुपो बालेर यो अक्षिता ध्वजा उडाएर चाहिँ उद्घाटन गर्दै हुनुहुन्छ। उहाँलाई सम्मान स्वरूप तालीले सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र विभिन्न विशेष अतिथिज्यूहरू पनि सरिक हुनुभएको छ। वास्तवमा हाम्रो संस्कारलाई कहिले पनि बिर्सिनु हुँदैन भन्ने हाम्रो मान्यता हो। विकृतिहरूलाई सकाउँदै जाने र राम्रो संस्कारलाई जगेर्ना गर्दै जाने एउटा हाम्रो मुख्य उद्देश्य हो। यस कारणले यहाँ हाम्रो अतिथिहरूलाई देख्नु भएको छ। राकोमा धुपो बालेर उद्घाटन गरिराख्नु भएको छ। यो अक्षिता फालेर उद्घाटन गरिराख्नु भएको छ। यस पश्चात यो माइक्रोफोनबाट यो पढेर ब्यानर उद्घाटन गर्नुहुनेछ भन्ने यहाँहरूलाई जानकारी गर्न चाहन्छु। सबैले ताली बजाएर सम्मान गरिदिनु होला। यसको अर्थ पनि धेरै छ र धेरैले आफ्नो तर्फबाट यो तर्क गरिराख्नु भएको छ। यो राको फालेर उद्घाटन गरिराख्नु भएको छ हाम्रो प्रमुख अतिथिज्यूले। हाम्रो समुदायको यो संस्कार साँच्चीकै नबित्तिने खालको देख्दाखेरि यो मनोरञ्जन लिने खालको छ भने यसले इतिहास बोकेको छ। यो ब्यानर पढेर उद्घाटन गरिदिनु न मैले यस कार्यक्रमको प्रमुख अतिथि सङ्घीय सभा सदस्य आदरणीय पूर्ण घटीजीलाई माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु। श्री हिमाल श्रृङ्खला चौरी युवा क्लबको 30औं वार्षिक उत्सवको अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता 2082 उद्घाटन समारोह सुरुवात भयो। धन्यवाद। धन्यवाद। हाम्रो प्रमुख अतिथिज्यूबाट उद्घाटन भइसकेको छ। अब पनि हामी धेरै समय लिनेछौँ। यहाँहरूको माझमा विभिन्न झाँकी प्रदर्शन पनि आउने क्रम जारी छ। केही समय पछाडि हाम्रो माझमा आउनुहुनेछ।